कम्बाइनिङ ब्लग आजको ब्लगमा स्वागत छ गाइज होइन। हामी काम गर्न जान लाग्छौँ 3 जना 4 जना। ठेक्का कति गरे केटा हो? 61 लाखको ठेक्कामा जाँदैछौँ होइन हामी 4 जना यहाँ छौँ केटाहरू। आज चाहिँ ठेकदार होइन म कामदार हो लेबर। ठेकदार बन्न त कहाँ सक्छ आज होइन गाइज। त्यही हो, रमाइलो गर्नुपर्छ गएर। हामी त्यही बस्छौँ 2-3 दिनसम्म, भिडियो नि आउँदैन होला त्यही यहाँ टावर पनि आउँदैन क्या गाइज। त्यही भएर सम्भवै छैन त्यहाँ, त्यही भएर चाहिँ हो होइन। टक्क झोलासोला बोकेछन् केटाहरूले टन्न छन् 3 जना डनहरू छन् क्या। केही त गर्छन् क्या, तातो पानीमा केही त गर्छन् 100% होइन गाइज। त्यही नै हो, बाटोमै बोल्दै गरौँला। हाम्रो अनि लोगेको भन्नु के छ त, काममा जानुको खुसी के छ? जानुको खुसी त के हुनु र, केटाहरू फुल्लै डराउँछ यार। हाम्रो राधे जाने हो फेरि आग लाउन। अनि हाम्रो ताउले पनि छ होइन, ताउले पनि छ 4 जना। बाटोमा भेट्दै गरौँ ल। त्यही त हो, उसले उता गएर डाइलग हान्छु भन्छ, के डाइलग हान्छ थाहा पाइहाल्नुहुन्छ होइन। त्यही त हो। फाइनली गाइज हामी यहाँ पुगेछु, अझै छ जानु गन्तव्य। हिँडिरहेछन् केटाहरू थैला जाबु बोकिकन। म चाहिँ होला खाली जाने, बित्तै जाने। केटाहरू भारी लदाइरहेको छु मैले, लोगे त झन् पुरै नगरे ऊ पुरा जोसमा छ होइन। केटाहरू लास्ट मजा गर्नुपर्छ है त्यहाँ गएर चाहिँ। माथि काम गर्नु गइकिन हेरे पाण्डव पछि होइन पछि गइके हामी आज गइ तँ म खुस्किया त भने बोइएर त गइ त्यहाँ भन्छौँ र आउँछु लेकिन माथि उता खटाउने खाना सिक्ने। ए त्यो होइन हजुर त्यही बेला नि लौडा भइसकेन। डनै हो क्या हामीलाई चाह्यो भने माथि पाण्ड क्या। लास्ट डराउन नि त, हामीदेखि डराउँछ नि गाउँमा। गाइज काम गर्ने जाने यही हो होइन हाम्रो, हाल्ने जाने यहाँ छ। यहाँ राख्यो ट्र्याक्टर यहीँसम्म आउँछ होइन। त्यही हो। कति अरे ए बोक्यो कति है त बुनेछन् अनि क्या ठेक्का दिन्न। ए बोकी लिने त मजा हो, पुरै भिड बाटो अप्ठ्यारो नै होला कि छ। ए एकै ठाउँ भएर होला होइन। अनि त्रित्री डन यहाँ छ बोकिराख त्यसले, तर मलाई नि लास्टै गाह्रो भइरहेको थियो मास केटाहरू हिँडिरहन् केटाहरू माथि। आइपुग्नु के ल गभर्मेन्ट फेरि सरकार काम गर्न ठाउँ चाहिँ दामी छ। बबाल ठाउँ छ, अरू पनि गर्छन् अहिले होइन। हामी पनि जानेछौँ यस्तो हामी काम गर्दैन, भोलि गर्छु होला। आज जाने बस्नु कुन ठाउँ बस्ने भन्ने गर्छ हो। त्यही हो बनाइरहेको छु त बोल्छस्। ठाउँ चाहिँ बवाल छ जस्तो छ। म त फर्स्ट टाइम हो यता आएँ। तातो पानी पनि छ भने त्यहाँ नुहाउनु मिल्दैन, ध छ तातो पानी धै छ। ए बग्ने होला होइन, लिनु होइन।
गाइस ठाउँ हेर्न सक्नुहुन्छ होइन यस्तो बवाल छ क्या ठाउँ बाटो पनि त्यस्तो छ ओह्रालो होइन के भने यतालाबाट जाने पारि फेरि उभा हुनेलाई न ढुइका माथिबाट आयो हामी माथि डाँडाबाट यहाँ छ बाटो यहाँ हिँड्नुपर्छ यहाँबाट अझै छ जान कति छ त्यही होइन गाह्रो छ क्या जान त के हुँदैन जानै पर्यो डो कमाउन जाँदा छु कि म माथि हिँडिरहेको केटाहरू टन्नै होइन आफ्नै जुनमा हिँडिरहेको छु लोकेको केही भन्नु छैन होला ए यहाँ त सुरुङ पनि रहेछ यार गाइस यहाँ यो बाटो छिर्नुपर्छ हिँड होइन यस्तो कडा छ यार बाटो डेन्जर खतरनाक डेन्जर ठाउँ आयो हामी यहाँ होइन कसम यार यस्तो बाटो देखेको थियो त कसले देखेको थिएन होला होइन त्यही भएर हेरौँ केटाहरू पुरा हिँडिरह हाम्रो तारमा फेरि सुरुङ मार्गबाट हामी बाहिर इन्ट्री हुँदैछौँ यताबाट अब माथि ढुका पुग्नु पऱ्यो त्यसपछि ओह्रालो हुनाला होइन त भेटिक्यो त थोरै के त ए त्यसो भने त लास्टै होस् त यार बाटो त न औडाकै बाटो त खतरा छ यार मार्छु यार भिड त दामी क्या सिन त माएको छ टावर त खोला नि आउँछ जस पुरै डाँडा खोला टिपिरहेको थियो के रहेछ त्यो हान्दै होला होइन ए सामान रहेछ नि यहाँ त उता काम गर्ने ठाउँ लग्ने सामान उता छ रहेछ न ए डुप्लिकेट हो बे यो त त्यस्तो छैन डुप्लिकेट हो क्या डुप्लिकेट हो जस्तो खै के हो यो खुट्टामा हाल्नु पऱ्यो त अनि होइन के त त्यही त फेरि उकालो रहेछ न फेरि ओह्रालो या ओह्रालो उकालो मात्रै छ क्या बाटो पनि कस्तो बाटो औडा होइन बारी दुईजना त उकालो हिँड्यो थैला बोकेर गएन जाब बोकेर मैले पनि बोकेको छु यहाँ होइन बोक्नु पऱ्यो आजबाट त्यही बसिन्छ 2-3 दिनसम्म त्यसपछि घर आइन्छ होइन त्यही हो डाइरेक्ट उकालो छ क्या अब त ठाडो यताबाट पाएछ हाम्रो किरण यहाँ छ उसले पायो होइन किरण डन आगो टन्ने हामी चाहिँ यहाँसम्म आएको छौँ ल्याउने झन् टन्नै हुनु लाग्यो बेलुका लोड लोड फाइदा होला जस्तो लाग्छ मलाई हो किन त बेलुका नुन हालेर पुलेर खानुपर्छ है खाँच्चै खाने हुन्छ क्या लागेन म चाहिँ यहाँ छन् केटाहरू टक्क जसमा जम्मै पुरी कहाँ बहिनी हुन्छ त
पुरी बसाउन ए धारा के बइने जाउँ न त दे बेले माला झुन्डा देखिन्छ कि होइन गाइज हामी चलिसक्यौँ फेरि तिनीहरू पछि आउँछ बिस्तारै म चाहिँ अघि बिस्तारै हिँडेर आउँछु के भन्नु त होइन जानै पर्यो आउँदैछन् काम गर्नु उता गहन टन्ने मान्छेहरू होइन यहाँबाट सिन्चेक बबाल देखिन्छ होला साँच्ची भने ओह्रालो रहेछ यार यहाँबाट फेरि उता जानुपर्छ होला यार टन्नै पारि जानुपर्छ होइन पारि पुग्नुपर्छ यहाँबाट ओह्रालो जानु पऱ्यो जाउँ है पारि यहाँ त्यो कुन चाहिँ त्यहाँ हो काति बहिनी त काति बहिनी बढिराख्नु आफ्नो स्टाइलमा होइन अम्मा भिड त्यही हो त्यही तल हो हामीले काम गर्ने हामी काम गर्ने आइहाल्छ नि त्यहाँबाट भयो भेटुवा अब नजिकै छ न अब नजिकै छ अरे नजिक भन्ने मात्रै उयो तल लाग्छ उनीहरू लाग्छ यहाँ जोसमै छन् टक्क भन्नुपर्छ यहाँ चाहिँ सानो बाटो त्यही भेटेर ओह्रालो छ क्या ए नि हो र काम गर्ने नि निकाल्नु होला होइन यार त गुरु आइदैन सन्ते यार के त फाइनल गाइज हामी मन्दिर हुन पुगेको छु नाउ गएर नि एक नाउ पनि ढुका क्या के भन्दै सिक्यो कि लोगे ए के रा के ढुका पाती हाल्नुपर्छ अरे गाई त्यो पाती त होइन पुग्यो हो यही हाल्नुपर्छ अरे खै ढोक गर्नुपर्छ भुत लाग्दैन होला होइन केटाहरूले हालिसके आजदेखि हामी बास गर्ने यही हो हटाउनु बाबा कडा भन्यो केटोले होइन म त केही भन्दैन यति हाल्छु ढोक गर्छु सक्यो बढी मलाई परेन तल छ केटाहरू होइन अब कहाँबाट यहाँबाट अबै तल खोला बाबै बाबा त्यहाँ उता न भिड नावर घोरेल बस्छ है यहाँ केटाहरू यहाँ सबै ग्याङस्टर भाइबमा यहाँबाट ओह्रालो खतरा क्या खतरा जाउँ न क्या खानु पुग्ने त नि केता गएको नगर्ने काम भेट्न त्यो त हो है यसो बसेर पानीले खाउँ ल ओके गाइस ल नास्ता भन्दा मैले रोटी हालिकन बनाएको छ क्या यस्तो ओह्रालोमा गइरहेको छौँ है गाइस हामी म नि आएको छु होइन 4 जना छौँ हामी यस्तो छ बाटो होइन
न्यामा आयो घोडा यही र नि खोइ यो नाना घोडै मरिया गइरहेको छौँ होइन औडा छ क्या बाटो त बाटो अप्ठ्यारो यहाँ भनिहाल्यो होइन कि पुरी छ नि गुरु आएन यार खोला खोला जानुपर्छ क्या खोला होइन हामी खोला जानुपर्छ यहाँ केटा राख्ने जुनमा देखो जाडै घोडेल होला नि आउने साँटेतिर कुरो गर्छु मेतौडा पायो कि नै एउटा पाछ हामीले मेतौडा खोज्न आइरहेको छ अघि मैले देखाएको थिएँ नि त्यस्तै खोज्न आएको यिनीहरू कहाँ भिडियो कैसन हौ नि अब माथि माथिको खानुहरू मेतौडा माथि खानु त्यहाँ मेतौडा खोज्न गयो है तिनीहरू मैले देखाएको थिएँ नि तिनीहरूले पाएको थियो नि त्यस्तै खोज्न गयो हुन् तिनीहरूले त झन् टन्नै गऱ्यो होला रोटी कि थियो मगाएको छु तन्त्रले बचे होइन कि गुरु आएन गुरु आएछ जाउँ 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 छिटो गइसके बाटै बाटो गइस मासको डरै यार ए बाटो बनाए त गुरु हेरे छिटो हुन हरा ए ढुङ्गा आयो गाह्रो छ यार हिँड्नमा दाजु माथि भिड हेर जङ्गलहरू हरियाली के भन्ने अरे भन्दा जङ्गल सुको पनि छ हरियाली पनि बोल्न त भने के छ त होइन बोल्दामा के जान्छ जाँदैन के जाने हो तेरो त्यो हो होइन पानी खादिन्छ भने नयाँ सिटी होइन मिसनरी वाल ए अरे यहाँ त ढुङ्गा कहाँ बाटो होला नि यहाँ नि काम गर्ने अरे यहाँ होइन खै त्यस्तरी गर्ने त काम भिडै भिड छ यार औडा भिड भयो भने त म घर आइहाल्छु गाइस बस्दैन फर्स्ट टाइम आयो होइन यता पनि त म केटाहरू उता गरेर बसिरहेको के भयो फेरि त्यतिर बिस्टुटी भारी होइदियोस् यार त्यो त हो त्यसरी डाइटै खाने है त जङ्गल चाहिँ डेन्जर छ यार माग छ
भित्र आगे त्यही त लोटाला के त त्यही त हो पुग्न लागि है गाइस काम गर्ने ठाउँ के पुग्छौँ होला होइन चाँडै नै पुग्छौँ यो बिस्तारै बिस्तारै जानुपर्छ काम गर्नुपर्छ गाइस पुग्न लाने हामी काम गर्ने ठाउँ सायद कहाँबाट आज बाटो यस्तो छैन भने कस्तो हुन्छ भने हेर्नु होला होइन भन्ने चाहन्छु म के भन्न चाहन्न गाडीमा पुग्छौँ हामी किन त छिटो जानै पर्यो हेर्न ला भिड सक्यो भिड आएर फर्स्टमै मऱ्यो माथिबाट यहाँ माथि आउँदैछ एउटा त्यो माथि आउँदैछ हामी यहाँ पुग्छौँ होइन ढुङ्गा मात्रै छ यार एक मिस क्याम्पिनुस अब हामी गएको थियो बाटोबाट जानुपर्छ ल पुल छैन आमामा त्यहाँ रहेछ हामी बस्ने माथि ठाउँ चाहिँ बबाल रहेछ होइन यहाँबाट जानुपर्छ त्यही हो केटाहरू गइछ म पो सक्छु कि नै सक्छु होला म पनि हामीले गएको अब पुग्न लागेको त्यही त हो नि माथि रहेछ त्यहाँ गरे माथि छ नि आछन् टन्नै कितालहरू हेर्नु त होइन माथिबाट देख्छु नि रेस्ट गरौँ के आग लाग्यो होइन अय्या बाबै उता बस्या एउटा यहाँ दुईजना यस्तो भिडमा हिँडिरहनु यार केटाहरू बिल चाहिँ पाउँछ समाएर हो म चाहिँ यस्ता भिड चाहिँ भ्यानु भन्दैन भन्न भने नि अब तल जान्छ अहिले ढुङ्गा फुटाल्नु लाग्यो त केटा हो आगो त डेन्जर पाले छैन कोही खतरा आयो हुर्किन्छ डेन्जर पाराले आकाशमा पनि आएर छ केटाहरू चाहिँ रुखै हल्काइदिएको छ नि त आछन् मान्छे टन्ने त्यहाँ छन् कहाँ बस्ने छ हो त्यहाँ जाउँ के जाउँ न जाउँ यही उँभो होला न त्यही बाटो अरे क्या छल्ले नैनदेखि के खायो नि झ्यारी हो रे झ्यारी त हो नि गरिलियो त ल केटीहरू त धुमक चल्यौ लास गाह्रो छ तर बाटो त होइन तर हिँडेर नै पुगिँदो रहेछ गाई घाउमा होइन त्यो भिड माथिसम्म होला न ढुङ्गा सार्न गाह्रो रहेछ क्या यहाँ मेन कुरो
अनि त्यहाँबाट पुरै म खन्ने होला त्यहाँबाट सिडी 4 सिडी लाएर अन्त आज अब के लाग्छ अब यहीँ बस्ने कि पहिला जाउँ माथि हाम्रै धौला यसो भार राखी आउँला के भार राखेर यसो बोका आउँदैन बस एकछिन रेस्ट गर्छौँ त्यसपछि म्याच जान्छौँ ल त्यहाँ काम गर्ने आइराखौँ त्यो बाटो देखिन्छ नि क्या बाटो देखिन्छ नि हो त्यहाँ बाटो हेऱ्यो माथिसम्म त्यहाँबाट उतासम्म हो अरे अन्त ल ल म रुसिएँ त ल ढेरी पाक्दैन आज ओ ठेकदार साहब भन है नत्र आप पाक्छ भोलिबाट हो कि होइन हामी काम गर्ने हजुर जाली कति एउटाको 200 बस्ने नौका राखौँ त्यसको गाडी सोचौँला जाउँ धौला चाहिँ जाने डोराउनु त आफ्नो खाने आफू बस्ने हो कि नै भोलिदेखि त काम भोलिदेखि अहिले हो जाली 200 रुपियाँ जाउँ त्यहाँ होइन रोटी सोटी हाली खाउँला तिमी रोटी हालेर म गएर पासा हेरेर आउँछु निकाल्ने म चाहिँ फेरि ज्याली एक ज्यालीको 200 छ अरे के अरू जाल ल्याउनु जाने बाटो डेन्जर छ क्या के ल्याउनु जोडीले चाहिँ यहाँ जब हामी धौला जाँदैछौँ होइन आजदेखि है बस्छौँ भोलिबाट काममा लाग्छु होइन भइछ त अनि मकै भइछ जोडा घर भोलिबाट बोक्यो हिटहरू बोल्ने भयो के हो त होइन उठ्नाले के जान्छ त्यही त हो ठाउँ त बाबाले पहिरो आने कसो मार्छ यार पहिरो आने मार्छ माथिबाट उडाको होटल पुरै आएर ए जालीलाई समेत दुईवटा जाल लिन्छ अरे लिने हामी त के जाने बालुवा ये बालुवा कितनी है हे भात पानी कहाँ छ त हो कहाँ अझै यहाँ जाली नै छ बालुवा बस्ने घरै नजाने जाउँ ओ छिटो जाउँ होइन नास्ता खाऊ माथि भिडियो गर्न जाउँ न भिडियो गर्न जाउँ न छिट्टै जानुपर्छ ल धौला जानुपर्छ त्यही त हो नि या गाह्रो रहेछ कहाँ धौला जाने खै छैन यार माथि खोलाहरू कहाँ हो नि अबोस के यही पारी जाउँ न पारी जाउँ माथि उडा जाउनु त बाटो पानी भन्ने ठाउँ मरले बिस्तारै बाटै नै त लोके हो उता
उता अरे बाटो गाई यता ल्याइरहेको साइकलले दाउरा त टन्नै भएन यार हो आइया दौलामा आइपुग्यौँ हामी हामी बस्ने गाइस त्यो अगाडि एभ्रे रिजर्भ हानिदिएछौ त के हो यसैले पारी पुनः हामी रिजर्भ के दौला हामी बस्ने यस्तो ठाडो ताल सुनेको यस्तो पुग्यो भने पछि भेट्छौँ कहाँ बस्छौँ होइन ल लामा म यसलाई पोलेर खानेवाला छु रोटाली खाने त भोक लाग्यो होइन घरबाट आएर लास्ट भोक लाग्यो रोटी हालेर खानु पऱ्यो औवा रेडी भइरहेको भाजा होइन गुरु आएन के लास्ट भोक भइरहेको अघि छ बोल्दा रोटी हालेर खानु पर्छ म पोलेर खान्छु म्याच रेडी भइसक्यो होइन यसलाई म हाल्छु ल आबै पाक्छ गाइज हालिसकेको छु भने त्यसलाई म त्यसलाई पोलेर के फिक्स गयो क्या गयो त्यो तलि एक ताले भइरह फर्काउतिर गयो भन्छ अब तल फाले नै खान्छस् फेरि बुझ्ने बल्ल तातो भयो एकजनाले भरिन्छ होला धुलो सुनु मुचिहालौँ न केटा रोटी हालौँ खाउने मुनि त जब्बर पर कि नै ए गर 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 लोगे भोक लाग्यो रोटी हाल्नु आउँदैन न लुगे के अरू कोही जान्दैनन् अरू चाहिँ थाहा होला रोटी हाल्ने हो खाने हो कि अरू नै थाहा हुन्छ माथि घुम्न जाने हो होइन त्यो रेडी हुँदैछ डाइट डाइट कि दुई चोट होला हुँदैन भाल्नु नै देख्यो नि बारी पानी टेर दादा देखाइदेऊ त पछाडि क्या माथि त्यही भए त भयो न हच्का रेडी भयो जस्तो होइन त्यसलाई म तान्छु ल यहाँ भइसक्यो रेडी खाने त्यतिर खाने त म खाइदिउँ म खाइदिएँ त्यसलाई लास्ट निकै भइस नि मा कसम रोटीमा नुन हाल्न नुन हाल्न लास्ट यतिको मिठो त ढुङ्गा खान पिने नि भयो भिजाने खुर्सानी खुर्सानी भिजाने के पिन्नै पर्दैन ए होइन होइन रोटी हाल्ने मान्छे यो हो धुलो अब रोटी हालेर पनि सक्ला लास्ट भोक लाग्यो क्या घरबाट आयो नि त एउटा भोक लाग्यो क्या
त्यही भएर रोटी चाहिँ पकाइरहेको छु मैले खै के भाल्दा रोटी खानुपर्छ त्यही त अनि यहाँ बनिराखन् केटाहरूले बनाइराखन् पुरै हिप्साइ हो फेरि उसको हिप्साइ हो हामीलाई चाहिँ आउँदैन रोटी हाल्न उसलाई चाहिँ आउँछ रोटी डढीको भए रोटी डढी केही भएन क्या आँगा लाउने भन्छ छिरी खुर्सानी पिस्ने ढुङ्गा नै आइसकेको छ होइन हाम्रो किरण डल्ने गएर खुर्सानीमै पिस्ने ढुङ्गा नि ल्याइसकेको छ ऊ अब टक्क होइन पानी कहाँ पकाल्ने होला खुर्सानी पिन्नु पऱ्यो मैले जा पिने म रोटी पोल्छु मिलेन नि यता फिल्डमा ले फिल्डमा यता फिल्डमा तल जुरमाथि ल खुर्सानी पिस्नुपर्छ होइन यहाँ छ खुर्सानी खुर्सानी भिजाएर हाल्छु मैले म पिन्छु होला पानी नि छ ल आउँछ किन्नु हो रोटी बनाइराख्नु केटाहरूले होइन हामी चाहिँ खुर्सानी पिस्नु भए टक्क होइन पकाइराखेको केटुले सब पातलो गर्नु पर्यो होइन झाडा नि उपाल्ने खालके होइन खुर्सानी बाबा भोलिको भोलिबाट कोही किन्नु पाउँदैन अनि त्यही पकाउँदै नै पकाउँछ केटाहरू हँसाउँछ नि राख ल कन्न पिन्नेलाई पिन्ने सम्भवै छैन यार तो घर किन्न नदेख्दा किन्दैन किन्न ताइले म किन्दैन यता पिसो पिसेकै बेलुका दाममा लगायो किन्नु हाल्यो नि लोगे माछा फर्काउनु नि ढुङ्गो कस्तो छ त गाइस बबाल नाइस होइन पढा छ गाइस पुलिस दलले खतरा ल्याएर रहेछ चिसो पानीमा भिजाएर भएर हो क्या गाइस नुन दिला न अनि अलि छिटो पिन्दिन्छ क्या हो आयो बारी पहिरो मैले बनाएको खुर्सानी हो गाइस मैले बनाएको खुर्सानी रोटी चाहिँ उसले हाल्यो लोगेले अब हामी खान्छौँ मैले भेट्छौँ ल रोटी नि लास्टै कालो छ क्या मैले पकायो नि कालो रोटीभरि तिमीले खाएपछि भेट्छु ल होइन गाइस खाएपछि भेट्छु ल जापान ल्या माथि आकाशको पानी